नमस्ते, म डाक्टर मर्सा। आज म पुनः अमला क्यान्डी निर्माण गर्न गइरहेको छु। निर्माण गर्नु पूर्व मैले अमलालाई पखालेर शुद्ध भाँडामा राखेँ। अब मैले पखालेको अमलालाई कुकरको माथि भाँडामा भेपरको लागि उमाल्नको लागि राखिदिएँ। उमालेपछि मैले अमलालाई बिस्तारै त्यसको बिउ निचोड्दै र रेशम जस्तो त्यसको फाइबर चाहिँ निकाल्दै एउटा भाँडामा राख्दैछु। शुद्ध भाँडामा अमला चाहिँ राख्दै जाँदा अब हामीले पुरै यसको बिउ निचोडेर रेशम निकालेर यसलाई ग्रिन्डिङ गर्नलाई चाहिँ ग्रिन्डर मेसिनमा राख्दैछौँ। अब ग्रिन्डिङ गर्दै जाँदा यसको मसिनो पेस्ट बनाउँछौँ। हेर्न सक्नुहुन्छ हाम्रो ग्रिन्डिङ मेसिन चालु गर्न गइरहेको छु। अब यसलाई 2-3 पटक चाहिँ बिस्तारै लो अथवा मिडियममा चाहिँ 2-3 चोटि ग्रिन्डिङ गर्छौँ। अब ग्रिन्डिङ सकेपछि यसको यो फाइन पेस्ट चाहिँ हामी हेर्न सक्छौँ। कस्तो राम्रो मजाले चाहिँ एकदम पेस्ट बनिसक्यो। अब यो पेस्टलाई हामीले एउटा सफा र शुद्ध भाँडामा कलेक्ट गरेर हामी कडाईमा गाईको घृतलाई राख्यौँ। अब गाईको घृत राखेर हामी बिस्तारै चाहिँ यो पेस्टलाई अब सानो फ्लेममा चाहिँ यो हामी चलाउँदै गर्छौँ, राख्दै गर्छौँ। हेर्न सक्नुहुन्छ हामी मजाले पुरै अमलकी पेस्ट चाहिँ घृतमा पोर गरेर अब बिस्तारै लो फ्लेममा चलाउँदै भुन्दै जबसम्म यसको पुरै वाटर भेपर चाहिँ उडेर जान्न हामी चाहिँ यो चलाउँदै भुट्दै गर्छौँ। यो चाहिँ गोल्डी कलर अथवा रेड गोल्डी कलर नआएसम्म हामी यसले अब हाम्रो यो पेस्ट चाहिँ एकदम सम्यक रूपमा चाहिँ घृतमा मिसिसक्यो। अब यसलाई हामी चलाउँदै गर्दै एकदम मजाले पेस्ट यसको गोल्डी कलर भएपछि हेर्न सक्नुहुन्छ हाम्रो पेस्ट रेडी भएपछि हामी फाइन गरेको गुड चाहिँ यसमा राख्छौँ। अब यो गुड राखेपछि हामी डाडुले चलाउँदै गर्छौँ एकदम एक आपसमा गुण र यो पाक भएको पेस्ट चाहिँ सम्यक रूपमा एक आपसमा मिक्स हुन्छ। हामी यो लो फ्लेममा चाहिँ यस्तै चलाउँदै मिक्स गर्दै गर्छौँ जबसम्म यो एकदम पुरै सम्यक एक आपसमा मिक्स भएर एउटा मिठो अथवा राम्रो कलर आउँदैन। हामी यसलाई चलाउँदै भुन्दै गर्छौँ। हेर्न सक्नुहुन्छ अब हाम्रो मजाले एक आपसमा मिक्स भइसक्यो। अब यो पेस्टलाई हामी हेर्न सक्नुहुन्छ एकदम पुरै अब यो एक आपसमा मिक्स भएर एउटा मिठो कलर आइसक्यो। अब यसलाई हामी कम्तीमा यो लो फ्लेममा 30 मिनटसम्म चलाउँदै गर्छौँ। आयुर्वेदमा अमलकीलाई श्रेष्ठ रसायन द्रव्य मानिन्छ। यो त्रिदोषामक हुन्छ, विशेष गरी पित्तशामक हो र शरीरलाई दीर्घकालीन पोषण गर्छ। यसको रस गुड वीर्य विपाक भन्नुपर्दा रस चाहिँ अमल कषाय मधुर हुन्छ, गुड लघु रुक्ष हुन्छ, वीर्य शीत हुन्छ, विपाक मधुर हुन्छ। रसायन दीपन पाचन सुधारकको लागि एकदम राम्रो काम गर्छ। यो रोग प्रतिरोधक क्षमता बढाउँछ, पाचन शक्ति सुधार गर्छ, कपाल र छालाको लागि एकदम लाभदायक रसायन हो। आँखाको स्वास्थ्यमा उपयोगी हुन्छ। अम्लपित्त र जलनमा लाभ हुन्छ। बच्चादेखि वृद्धसम्म हाम्रो अमला क्यान्डी चाहिँ रेडी भइसक्यो। हामीले सफा भाँडामा यसलाई मजाले एउटा लेयर बनाएर राख्छौँ। यो चाहिँ सुसंगत हुन दिन्छौँ। सुसंगत भएपछि यसलाई चाकुले हामी मजाले चाहिँ टुक्रा काटेर शीतोपलादीको प्रक्षेप द्रव्य लगाएर यसको आकार दिन्छौँ अथवा कुनै पनि आकार दिन सक्छौँ हामी। यो चाहिँ आकार दिएपछि केही समयमा एकदम राम्रो अथवा सोलिडिटी सुक्छ अनि यो पछि चाहिँ हामी एउटा सफा भाँडामा अथवा प्लास्टिक अथवा स्टिल भाँडामा चाहिँ मजाले राख्न मिल्छ र यो पछि चाहिँ एकदम मजाले खान मिल्छ।